25 वर्षको उमेरमा पनि केही गर्न नसकेपछि चाहिँ मान्छेको अनुहार यस्तो हुन्छ क्या, हेर्दा पनि त्यो परबाट कुकुरले हेऱ्यो भने नि को रहेछ भनेर भाग्ने जस्तै अनुहार भएको छ मेरो चाहिँ। म चाहिँ लगभग 2 महिनामा 100वटा कन्सल्टेन्सी धाइसकेँ होला। कुन देश जाने, कुन ठाउँबाट जाँदा राम्रो हुन्छ, के गर्ने, कसरी जाने, कति पैसा लाग्छ भन्दा भन्दै मेरो जिन्दगी चाहिँ गइसक्यो, आधी चाहिँ गइसक्यो। अब आधी बाँकी छ, आधीमा पनि अब के गर्ने थाहा छैन। यसरी नै बसेर खाने हो कि अर्काको गाली खाने, अर्काले जे भन्छ त्यति सुन्ने, अनि त्यसपछि टेन्सन गर्ने, जिन्दगी यसरी चलिरहेको छ। अनि एक्सक्युज भन्ने चाहिँ धेरै जिन्दगीमा मैले अति नै बनाइसकेँ। अब त्यो चाहिँ म आफै हार भइसकेँ। आफ्नो पारा देखेर म चाहिँ अब केही पनि आफूले गर्न नसक्ने भए जस्तो लागिसक्यो। बिना प्लान, बिना पर्पस, बिना लक्ष्यको मान्छे भइसकेँ म चाहिँ। मलाई चाहिँ अब चिया बेच्ने भन्दा काम केही बाँकी छैन। अब भोलिदेखि चिया बेच्न जानुपर्छ भन्ने सोचिराखेको छु म। यसो बाहिर हेरेँ, चस्मा खोलेँ, ओहो हावा सरर आएछ भन्ने लाग्यो। अब म त के ब्युटिफुल ह्यान्डसम गर्ल देखिन्छु भनेको त लास्टमा त के भन्नु, कुरै नगरौँ। यो अनुहार देख्यो भनेदेखि अब अलि मोबाइलले पनि सपोर्ट गर्छ गर्दैन थाहा छैन, त्यही पनि जस्तो त्यस्तो देखाउनै पर्यो। म यसो हेर्दा भूत पनि यस्तो देखिँदैन, त्योभन्दा डेन्जर देखेको रहेछु। म देख्यो भने परैबाट 2-4वटा केटाकेटी चाहिँ भाग्छन् जस्तो लाग्छ। एक त मेरो अनुहार यस्तो छ, अर्को त मेरो रिस त्यस्तै छ। त्यसपछि मेरा बाबुमा मदेखि ब्याक त भइसक्यो। ब्याक त अब मैले नगर्न सकेकी छु, म फोन पनि गर्न सकिरहेको छैन। मेरो हरकतले अब म आफैलाई लाज, सरम, घिन लागेर आउने बेला भइसक्यो। मैले ब्याचलर सक्यो तर पनि अझै पनि मैले केही गर्न सकेको छैन। ब्याचलरको डिग्री त लिएर बसेको छु हातमा, तर गाउँको लागि के कसरी मुख देखाउने, बाबुआमालाई कसरी मुख देखाउने थाहा छैन। अझै म सानीमाको घरमा बिहान उठेर 8 बजी उठ्ने, अनि चिया खाने, अनि फेरि दिउँसो भात खाने, अनि फेरि दिउँसो खाजा खाने, अनि बेलुका भात खाने, त्यसरी जिन्दगी चलिरहेको छ। मेरो जिन्दगीमा चाहिँ खासै अहिलेसम्म उपलब्धि भनेको चाहिँ मोटोपन, टेन्सन अनि चाउरीपन पनि अब आउन लागिसक्यो। किनकि म केही प्रोडक्टहरू युज गर्दिनँ, त्यो भएर होला। किनकि मसँग पैसा छैन त कसरी युज गर्ने। सधैँ मागेर पनि भएन साध्य जिन्दगीमा। बरु यसरी भौतारियो बस्यो। अनि अब डिप्रेसन भन्ने त अब आएर पनि कहिले गइसक्यो, त्यो मलाई आफैलाई थाहा छैन। डिप्रेसन पनि अब मदेखि डराउन थालिसक्यो। कतिचोटि आयो, कतिचोटि गयो, त्यो आई हेभ नो आइडिया होइन। मलाई नै थाहा छैन भने त अब अरूलाई कसरी भन्नु। यस्तै छ जिन्दगी। अनि अर्को कुरा, म जब खोज्न गएको थियो त्यो दिन मैले फेरि जब पनि पाइनँ। टिचिङ गरौँ, अब ब्याचलर पढेको मान्छेलाई टिचिङ त इजिली दिन्छन् होला भनेको, टिचिङ गर्न पनि धेरै कुराहरू क्राइटेरिया पुरा गर्नुपर्दो रहेछ। अनि म चाहिँ जेमा पनि क्यापेबल होइन। अब मेरो लास्ट चान्स भनेको चाहिँ बिए मात्रै छ। अब राम्रो केटो खोजेर बिए गरेर बच्चा पाएर घरबार गऱ्यो भने चाहिँ जिन्दगी सुखमय बित्छ कि भन्ने। म यातायात सबै बन्द गरिदिन्छु भन्छ, त्यसले गरेर सक्ने कुरा त्यहाँ बिचरा त्यो एउटा हुकुम बाँकी नै होला कि त्यहाँ राम्रो गऱ्यो हो। त्यो एउटा मलाई चिज बुझेन कि राम्रो गऱ्यो भने सुकुम्बासीलाई ठाउँ लगाएर भन्ने ठाउँमा कोठा पाउँदैन, तिनीहरूले उठेर जाऊ भनेछ हो कि होइन। त्यसलाई गाह्रो परिरहेको नि त अहिले। कतिजनालाई चाहिँ अनि त्यहाँ खाना बस्न राखेर चाहिँ नाम टिकाएर जुन राम्रो सुकुम्बाले चाहिँ उ गरेर चाहिँ राखिरहेको पनि छ कि। कोहीले त्यहाँ इचुङ नारायणमा बनाइरहेछ, कोहीले त्यहाँ रानीवनमा दिएछ, मान्छेहरू जान मान्दैन फेरि नमाने उही हुन्छ त नि। अब अहिले यो हाम्रो यो सामखुसीमा यतातिर यो भेट जाने ठाउँ छ नि, अहिले उठायो मैले भनेको फोन। किनभने तिनीहरूले अब सुकुम्बासी उठेर जाऊ त भन्यो, यो त उनीहरूले ठाउँ पनि त फेला पार्नु पऱ्यो नि, अर्को कोठामा पनि जानु पऱ्यो, त्यो ठाउँ हुनु पऱ्यो नि त। त्यसले त्यो ठाउँ उठेर जाऊ भने फर्काउनु लाग्यो भने त बिजोग भयो नि त्यसको।